झापाको दमक नगरपालिका 10 स्थित रतुवा खोलामा जेठ 16मा मृत भेटिएकी दमक 8 की 21 वर्षीय रमा तिवारीको शारीरिक सम्पर्कका लागि पैसामा विवाद हुँदा हत्या भएको खुलेको छ। उनको हत्या अभियोगमा भारतको अररिया घर भई दमकमा बस्दै आएका 34 वर्षीय रमेश कुमार पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। घटना भएको करिब 10 दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपीलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार पक्राउ परेका पण्डित विरुद्ध जिल्ला अदालत झापाबाट 5 दिने म्याद थप गरी जबरजस्ती करडी तथा कर्तव्यज्ञान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पण्डित दमक तथा आसपासका क्षेत्रमा टाइल्स मार्बल जडान ठेक्का पट्टाको काम गर्दै आएका थिए। प्रहरीले अनुसन्धानका क्रममा दुवैजना बीच शारीरिक सम्पर्कका लागि सहमति भएको तर पैसामा कुरा नमिल्दा हत्याको अवस्था आएको जनाएको छ। तिवारीको हत्या 13 जेठमा करिब 11 बजे भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तिवारीको शव भने 16 जेठमा दमक 10 स्थित रतुवा खोलामा बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो। तिवारीको शव सडेर दुर्गन्धित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तिवारीको दमक 5 मा हत्या भएको र शव व्यवस्थापनका लागि करिब 15 किलोमिटर दक्षिणमा रहेको रतुवा खोलामा लगिएको प्रहरीले जनाएको छ। रमाको हत्यापछि पण्डित आफ्नो डेरामा पुगेर शव व्यवस्थापनका लागि बोरा पाइप लिएर आएको उनले बताइन्। शव व्यवस्थापनका लागि पण्डितले मोटरसाइकल समेत परिवर्तन गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पण्डितले करिब 12 बजे राति रमाको शवलाई रतुवा खोलामा पुर्याएर फालेका थिए। रमाको हत्या गरेका पण्डित हत्याको प्रयासित गर्न भोलिपल्ट अर्थात् 14 गते जेठको बिहानै 36 बजे दमक 6 स्थित पशुपति मन्दिरमा पुगेर माफी मागेको प्रहरी स्रोतको भनाइ छ। उनी मन्दिर पुगेको सीसीटीभी फुटेजमा समेत देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शव भेटिएको दिन उनी भारत पुगेका थिए। फेरि 2 दिनपछि दमक नै फर्किएको अनुसन्धानका क्रममा देखिएको छ। हत्या आरोपित पण्डितलाई बिहिबार इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमानमा खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको थियो। उनलाई ज्यान सम्बन्धी कसुर र जबरजस्ती करडीको कसुरमा जिल्ला अदालत झापाबाट 5 दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज भएको पत्रकार सम्मेलनको भिडियो जस्ताको जस्तै। किनकि यस घटनालाई घटना घटाउने अभियुक्त घटना घटाएर जोगबनी नाका हुँदै छिमेकी देशतर्फ गएको भन्नेसम्म हामीलाई आइसकेको थियो। यहाँ एकदमै भ्रामक समाचारहरू आइरहेको र अभियुक्त उता भागिसकेको अवस्था भएको अवस्थामा हामीलाई यसमा चाहिँ अलिकति संयमित हुनलाई हामीले आग्रह समेत गर्नु परेको थियो। अपराध अनुसन्धानको घटना 100% भएपछि मात्र यसरी हाम्रो रिलिज गर्ने हो। यो 80% 50% हुँदैन कि 0 हुन्छ कि 100 हुन्छ। र आज हामीले 100% यसको इन्भेस्टिगेसनमा मान्छेलाई पक्राउ गरिसकेको अवस्थामा हजुरहरू समक्ष यसरी लिएर आएका छौँ। यसमा चाहिँ सबै घटनाको यो विश्लेषण गर्दाखेरि भारत राज्यको बिहार जिल्ला अररिया ग्राम पञ्चायत सियाकला थाना वर्गामा स्थायी वतन भई हाल जिल्ला दमक झापा जिल्ला दमक नगरपालिका वडा नम्बर 5 मा डेरा गरेर बस्ने र टाइल मार्बल फिटिङको काम गर्ने वर्ष 34 को राकेश कुमार पण्डित यस घटनामा संलग्न रहेको यो विभिन्न हाम्रा म्यानुअल र टेक्निकल यो इन्भेस्टिगेसनले हामीलाई लेड गर्यो। हामी यो इन्टेलिजेन्स लेड इन्भेस्टिगेसन र एभिडेन्स लेड इन्भेस्टिगेसन दुईटैलाई हामीले फलो गर्यौँ र यसैको आधारमा हामीले 2 महिना 21 गते करिब राति 11 बजे निज पण्डित बस्ने डेरा कोठाबाट उसलाई चाहिँ हामीले यो इलाका प्रहरी कार्यालयबाट खटिनु भएको डिएसपी साहब हरि बस्नेतको कमान्डमा गएको टोलीले पक्राउ गरेर आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा ल्यायो र यस पश्चात चाहिँ यो घटना सम्बन्धी सबै कुरा हामीलाई प्राप्त भयो। जुन हामीले सङ्कलन गरेका सबुत प्रमाणसँग उसका कुराहरू सबै मिलिसकेपछि आज हामीले उसलाई ज्यान सम्बन्धी यो मुलुकी अपराध संहिता 2074 को परिच्छेद 12 र 18 बमोजिम ज्यान सम्बन्धी कसुर र जबरजस्ती करनी मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत झापाबाट 5 दिनको म्याद थपको समेत प्राप्त भएको छ। यसमा चाहिँ निज मृतक रोमा भनिने रमा तिवारी घरबाट 9 बजी बाहिर निस्किन्छन् र बौतारिँदै हिँड्ने क्रममा घटना घटाउने यी व्यक्तिसँग यिनको बाटोमा भेटघाट हुन्छ र त्यसपछि
रमाले उसलाई चाहिँ यौन प्रस्ताव राखिसकेपछि त्यहाँ पैसाको कुरा हुन्छ। उसले एटिएम काउन्टरमा गएर पैसा समेत निकालेको देखिन्छ र त्यो पैसा लिए पश्चात उनीहरू एउटा झाडीमा जान्छन् जुन हाम्रो पहिलो क्राइम सिन हो र त्यहाँ गइसकेपछि यिनीहरूको झगडा हुन्छ र झगडा भइसकेपछि दुईतर्फ झगडा भइसकेपछि यो पण्डितले चाहिँ रोमा तिवारीको घाँटी थिचेर हत्या गरेको देखिन्छ। त्यसपछि यसले आफ्नो डेरा कोठामा गई बोरा, घाँटीमा कस्ने पाइप र मोटरसाइकल चेन्ज गरेको देखिन्छ। उसँग 2टा मोटरसाइकल छ र मोटरसाइकल चेन्ज गरेर त्यो मोटरसाइकल र बोरा लिएर आएर फेरि त्यो मृत्यु भइसकेकोमा उसलाई कन्फर्म हुँदैन र त्यो पाइपले फेरि उसलाई घाँटी कस्छ, बोरामा बाँधेर मोटरसाइकलमा राखेर उसले खोलामा फाल्छ। यस घटनामा अहिलेसम्मको हाम्रो अनुसन्धानमा चाहिँ यति देखिएको छ। उसलाई हामीले अरेस्ट गरेका छौँ र सम्पूर्ण म्यानुअल र टेक्निकल एभिडेन्सले पनि यही कुरालाई चाहिँ सपोर्ट गरेको छ। यसमा हामीले विभिन्न बरामद 10 प्रमाणहरू समेत